न्याउलीले गाएको भाका सुन्ने दिन पनि आउला। पहिला सत्ययुग थियो भने अब केही कलियुग पनि आउला। पहिलेको जस्तो अहिले परिवर्तन छैन साथी, जसलाई भलो गर्यो उसैले यहाँ कति जिन्दगीमा तर्पाउँछ, त्यो दिन आफूले पनि भोग्ने दिन आउला। अहिले यता सत्ययुगको त जमानै गयो जस्तो छ साथी, कलियुग पनि बदलिएर फेरि त्यही कलियुगमा परिवर्तन भएर आउला। भनेपछि अहिलेको परिवर्तन कहाँबाट कहाँ गइसक्यो। पढेर बुद्धिजीवी भएको मान्छेले पनि कस्तो नाना थरी गरेर यहाँ यो शैलीमा आइसक्यो। यो त सत्ययुगमा रहन्छ साथी, कलियुगमा रहेछ। आफ्नैले पनि आफ्नैलाई चिन्दैन। जिन्दगी त कस्तो परिवर्तन त भइसक्यो। आखिरी मेरो बजेले भन्नुहुन्थ्यो हो नि, त्यो सही भन्नुभएको हो। आज यो जिन्दगी सोचे चाहिँ कसैको छैन। दुःख र सुख गर्दै लडेका छन्, तर मान्छेले भनेको व्यवहार नसुन्दाखेरि आफ्नैले पनि आफ्नैलाई छोडेका छन्।